अतिथिज्यू ललितपुर महानगरपालिका वडा नम्बर 15 का वडाध्यक्ष श्री सुरेश बहादुर साईज्यू, यसै गरेर ललितपुर महानगरपालिका वडा नम्बर 14 का वडाध्यक्षज्यू त्यस्तै गरेर विशिष्ट अतिथिज्यूहरू विशिष्ट अतिथिमा यसै गरेर ललितपुर महानगरपालिका शिक्षा महाशाखा प्रमुख श्री प्रमुख लगायत यस विद्यालयका श्री व्यवस्थापन समितिका अध्यक्षज्यू श्री केदारनाथ उप्रेतीज्यू, यस्तै प्राडा श्री मुकेश कुमार चालिसेज्यू लगायत सम्पूर्ण विशिष्ट अतिथिज्यूहरू र अतिथिज्यूहरूलाई सबै सङ्घ संस्थाका प्रतिनिधिज्यूहरू, सम्पूर्ण विद्यार्थी लगायत शिक्षक शिक्षिका सम्पूर्ण आजको यस कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण महानुभावहरूलाई म शम्भु अर्यालको तर्फबाट हार्दिक अभिवादन र नमस्कार व्यक्त गर्न चाहन्छु।